नमस्कार। म तपाईहरु माझ एउटा सानो ट्युटोरियल भिडियो विशेष टेक्नोलोजी सम्बन्धीकै कुरोलाई मैले लिएर आएको छु। विशेषतः म्याक्सिमम तपाईहरु माझबाट आएको क्वेशनलाई एड्रेस गर्नका लागि पनि हो। हालै अहिले सञ्चालनमा रहिरहेको भोइस किट्स मा चाहिँ हामीले भोटिङ गर्नुपर्ने हुन्छ। यो भोटिङ सेसनमा चाहिँ हामीले विशेष खल्ती एपबाट भोटिङ गर्ने भन्ने कुरोलाई आएको हुँदा विशेष कसरी भोटिङ गर्ने होला खल्तीबाट भन्ने जिज्ञासालाई मेटाउनका लागि मैले यो सानो ट्युटोरियल भिडियो लिएर आएको छु। पक्कै पनि यसले हजुरहरूलाई अन्य चाहिँ भोटिङहरुमा पनि तपाईहरुलाई पक्कै पनि यसले साथ दिन्छ भन्ने पनि अपेक्षा राख्दै मैले यसलाई अगाडि बढाउन चाहे। सर्वप्रथम त तपाईहरुले यसमा चाहिँ खल्ती एप डाउनलोड गरेको हुनुपर्ने हुन्छ र त्यसपछि तपाईहरुले चाहिँ आफ्नो मोबाइल नम्बर लाएर चाहिँ रजिस्टर गर्न सक्नुहुन्छ। त्यसपछि ओटीपी आउँछ र त्यसपछि तपाईहरु क्रमशः अगाडि बढ्न सक्नुहुन्छ। विशेष मैले चाहिँ खल्ती एप डाउनलोड भइसकेपछि रजिस्टर गरिसकेपछिको पक्षलाई मैले यहाँ देखाउन खोजिरहेको छु। र रजिस्टर गरिसकेपछि हजुरले आफ्नो चाहिँ केवाइसी अपडेट र बैंक लिंकहरु गर्नुभयो भने सजिलै छ। बैंक लिंक गर्न पनि सक्नुहुन्छ तपाईहरुले। यदि त्यसो गर्नुभयो भने तपाईहरुले चाहिँ तीनवटा भोटहरु चाहिँ फ्रीमा तपाईहरुले दिन सक्नुहुन्छ। जसमा चाहिँ अब यहाँनिर फर्स्टमा खोल्दाखेरि होम पेज खोलिने रहन्छ। यसको होम पेजको मुनि यहाँनिर चाहिँ स्क्रोल गर्दै तपाईहरुले जानु भने तल यहाँनिर भोटिङ भन्ने चाहिँ अप्सन्स आएको छ। यसमा क्लिक गर्नुभयो भने तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ द भोइस किड्स सिजन 5 र अन्य पनि भोटिङहरु यहाँनिर रहेको छ दिने चाहिँ अप्सन्सहरु। र मैले चाहिँ यहाँनिर विशेष द भोइस किड्स सिजन 5 लाई मैले यहाँ तल भोट नाउ भन्ने छ यसमा गएर क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि हजुरले यहाँनिर चाहिँ टिम अर्जुन, टिम मिलन भनेर यसरी टिमहरु चारजना कोचहरुको चाहिँ टिमहरु पाउन सक्नुहुन्छ। र यसमा मैले चुज गरे सपोज टिम वाङबिनलाई मैले चुज गरे। र यहाँ चुज गरिसकेपछि हजुरले यहाँनिर चाहिँ फेरि उहाँहरु मध्येमा पनि यो कन्टेस्टेन्टहरु देख्न सक्नुहुन्छ। यसरी जम्मा 6 जना देखिदै छ। यहाँ मध्येमा मैले यहाँनिर सिफोरा यादव जुन नानीलाई मैले यहाँनिर चुज गरे। र यसपछि यहाँनिर यदि हजुरहरुको चाहिँ यो खल्ती एप चाहिँ बैंक लिंक भएको छ भने दुईवटा भोट इक्वल टु यहाँनिर जाने हुन्छ यो माथिल्लोबाट। र तल्लो अप्सन देखिरहनु भएको छ यहाँ चाहिँ फ्री, यो दुईटै फ्री रह्यो। अर्को तल्लोमा चाहिँ एउटा भोट चाहिँ केवाइसी यदि हजुरले अपडेट गरिसक्नु भएको छ भने खल्ती एपमा पुनः फेरि एउटा भोट गरिकन जम्मा तीनवटा भोटहरु चाहिँ यहाँ फ्रीमा हजुरले दिन सक्नुहुन्छ। र मैले जस्तै यो केवाइसी बैंक लिंक फ्री भन्नेमा दिए मैले यहाँनिर यस्तो पपअप अप्सन्स आउँछ। त्यसमा तपाईले ओके गर्नुभयो भने सक्सेस भोटिङ भयो। यहाँनिर भनेपछि यहाँनिर 2 भोट्सहरु गइसके। सँगै अब एउटा रह्यो केवाइसी गरिसकेकोले पनि फ्री भोट दिन मिल्छ। यसमा पनि हजुरले क्लिक गर्नुभयो भने यस्तो फेरि अप्सन्स खोल्छ र यसमा ओके भनेर क्लिक गर्नुभयो भने यो पनि सक्सेसफुल भोटिङ भयो। मैले जम्मा 3वटा भोटहरु सक्सेसफुली गरे। यसमा चाहिँ अब यहाँ 10 वटा भोटको लागि 50 रुपैयाँ सँगसँगै म्याक्सिमम रहेको छ 3000 हामीले स्पेन्ड गर्ने हो भने 1000 भोट यहाँनिर हामी दिन सक्छौं। यसरी नै हजुरले चाहिँ भोटिङलाई अगाडि बढाउन सक्नुहुन्छ। आफूले चाहेका नानीहरूलाई विजेताको रूपमा देख्नको लागि चाहिँ यो भोटिङ अहिले खुलेको छ यो फ्राइडे सम्मलाई। हस्, यति भन्दै मैले यो सानो ट्युटोरियल भिडियो यही अन्त्य गरे। थ्यांक यू भेरी मच।